हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ आज भरतपुर आइसकेँ। अनि हाम्रो टुर लैजाने भन्ने कुरा आयो कि, अनि त्यही भएर हामीलाई टुर चाहिँ अब 6 गते लैजाने भने अनि कलेज चाहिँ 7 गतेबाट स्टार्ट भने पढाइ चाहिँ। अनि 6 गते टुर अनि 10 गते बिदा हुन्छ भने अनि त्यही भएर म आएँ बिहान। अनि आएर अनि म खानासाना खाएर आएँ। अनि 10 बजेतिर आइपुगेको थिएँ कि कति बजीतिर आइपुगेँ अनि 10:35तिर तल टुरै पोस्टपोन हुन्छ भनेर आउँछ म्यासेज। मलाई यति रिस उठ्यो। अनि त्यसपछि के गर्नु, अब के भएन। अब 7 गतेबाट कलेज स्टार्ट छँदैछ भन्ने भयो। त्यही हो नि। अहिले चाहिँ म हाम्रो कान्छी माइजूलाई भेट्न जाँदैछु। कान्छी माइजू चाहिँ मनिष दाइको रुममा हुनुहुन्छ। मनिष दाइ नि भरतपुरै बस्नुहुन्छ नि त। अनि कान्छी माइजूको चाहिँ अपरेसन गरेको छ अरे। अनि गरेको अनि टाढा खटेर अनि कति दिन भइसक्यो अपरेसन गरेर पनि भेट्न जान पाएको थिएन नि त इक्जामको कारणले। अनि त्यही भएर आज भेट्न जाँदैछु गाइज। यस्तो घाम छ त्यही पनि जान्छु अहिले भन्ने भइरहेको मलाई। अब रिसेडी भयो, अब म जान्छु गाइज छाता निकालेर। यस्तो घाम छ बाहिर देखियो गाइज, यस्तो घाम लाग्यो गाइज। अनि त्यही पनि म चाहिँ जाँदैछु। गरी बाटो जानुपर्ने रहेछ क्या हो, यतापट्टि बाटो हिँड्ने केही भएन। चाँडै हो क्या मनिष दाइको रुम चाहिँ। 25-30 मिनट लाग्छ हिँडेर जान। त्यही पनि म हिँडेर जान्छु। मैले चाहिँ आधा केजी सुन्तला किनेर मिलेर जाँदैछु। त्यही हो। यसमा चाहिँ आइपुग्नु बेला हामीलाई अब मनिष दाइको रुममा। किन भुल गरेछ यत्रो। यो मनिष दाइको रुममा नि आइसकेको थिएँ। अब मैले भित्र चाहिँ मलाई भिडियो बनाउन लाज लाग्यो नि त। अनि म त्यही भएर बाहिर आएर भिडियो बनाउँछु। दाइलाई भाँडा माझ्ने काममा राखौँ मैले। गाइस हाम्रो दाइ यति धेरै मिहिनेती हुनुहुन्छ। त्यही भाँडामा बिहानको भाँडा दिउँसो मान्छन्छ। हजुरलाई के भन्नु छ दाइ? केही भन्नु छैन, भाँडा मान्छे खोज्नु पर्यो छिटो। खोज्नु पर्यो छिटो त्यस्तो भन्न त पाइँदैन नि। केटी मान्छे भाँडा माझ्नको लागि मात्रै होइन नि दाइ। यो मात्रै काम गराउन, अरू पनि कपडा धुनु पनि हुन्छ, खाना पकाउन, सरसफाइ गर्न, यताउता गर्नुहोस्। म त्यस्तो गर्नको लागि त मान्नुहुन्छ नि। हजुर आफैले भाँडा माझ्ने भए मात्रै बिहे गर्नुहुन्छ होला भाउजूहरूले। एउटा भाउजूले। अब म यो भाँडा लजाइदिएको गाई के भइदिन्छ गाई। हेर्न सक्नुहुन्छ यहाँ माछा। हजुरहरूलाई आफ्नो घरमा माछा पाल्न मन लागेको छ भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। यो माछाको ओनर चाहिँ यता हुनुहुन्छ। अनि माइजू चाहिँ यहाँ सुतिरहनु भएको छ। अनि यहाँनिर माछाको ओनर चाहिँ यहाँ हुनुहुन्छ। माइजूलाई भनिसकेँ। अब मैले कस्तो पानी परेको छ अहिले चाहिँ रुकेर घाम पनि लागिसक्यो। गाइस म चाहिँ फाइनली रुममा पनि आइसकेँ। अनि मलाई मनिष दाइले काँक्रो पठाइदिनु भएको थियो। अनि काँक्रो यस्तो काटेर अनि बिर्यानी छर्केर खाँदैछु अहिले चाहिँ। म पनि खाँदै मैले। ओके गाइज बाई, लभ यु अल, टेक केयर। मेरो लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनुहोस्। हजुरहरूले मेरो भ्लग हेरिदिनु भयो भने मलाई चाहिँ भ्लगमा जाँदै लाग्दैन गाइज। त्यही भएर भ्लग हेरेको मलाई एकदमै माया सपोर्ट गरिदिनु होला, के भन्न चाहन्छु। बाई, लभ यु अल।